जनप्रतिनिधिले महिनौँ लागेर बनाएको घर गाउँलेले 10 मिनटमै पारे ध्वस्त। दर्शकबिन, यति बेला सामाजिक सञ्जालमा एउटा दृश्य निकै भाइरल बनिरहेको छ, जहाँ गाउँलेहरू मिलेर भर्खरै मात्रै सम्पन्न भएको नवनिर्मित भवन खुसी मनाउँदै भत्काइरहेको देखिन्छ। यो हो भूमे गाउँपालिका 1 रुकुम पूर्वको लुकुम भन्ने ठाउँ, जहाँ सोही पालिकाका उपाध्यक्षले सार्वजनिक ठाउँमा स्थानीय जनता, वन उपभोक्ता समिति तथा सरकारी कार्यालयसँग कुनै सम्झौता नगरी आफू खुसी होटल व्यवसाय गर्ने भन्दै उक्त संरचना बनाएका थिए। तर संरचना बनाउँदा कसैसँग अनुमति नलिएको र छलफलमा बोलाउँदा समेत नआएको भन्दै गाउँलेहरू जम्मा भएर संरचनै ध्वस्त बनाएका छन्। यति बेला सामाजिक सञ्जालमा यसरी भत्काउनु गलत भएको धेरैले टिप्पणी गरिरहेका छन्। जे जस्तो भए पनि छलफलबाट समस्याको समाधान निकाल्नु पर्ने थियो। यसरी बनाइएको संरचना भत्काउनु नितान्त गलत भएको भन्दै टिप्पणी भइरहेका छन्। के यसरी